मान्छे भान्से आज कुकम्यान यहीँ छन्। कुकम्यान तिम्रो नाम के अरे? अनुषा। अनुषा हो? ल उनले पकाएको मासु यस्तो छ। यस्तो पकाइछन्। यो हाम्रो भान्से चाहिँ यिनै हुन्। धनियाँ पनि थोरै राखिरहेछ नि धनियाँ। एकदम दाउरामा चाहिँ अर्ग्यानिक तरिकाले आज माघे सङ्क्रान्तिमा यसरी पकाउँदैछन्। हाम्रो चाहिँ मेन भान्से भनेको चाहिँ यिनै हो। जहिले चाडबाड आउँदा यिनीले पकाएर निकै हातबाट खाइन्छ हामीले। असाध्यै मिठो स्वादिलो तरिकाले यो के को मासु हो अनुसार? यो के को हो? राँगेको हो? यो त हेरेर भन न के को हो? ए कति भयो तिमीले यस्तो कुक गर्न सिकेको? 5 वर्ष भयो? ए ल आगोमा पकाएको चाहिँ? ए आगोमा पो रहेछ त पकाउँथ्यो। हामी त ग्यासमा पकाउँथ्यौँ। आगोमा पकाएको भएर रहेछ क्या, मिठो हो नि। चलाइ गरेर पो रहेछ है, मिठो हुन्छ। पकाउने मान्छे यत्रा छन् यहाँ चाहिँ। यति सानो मान्छेले पनि यति राम्रो पकाउँदो रहेछ। आज छुट्टीको दिन पनि होला, सङ्क्रान्ति पनि होला, त्यही भएर होला पकाएको होइन। के हो यसको नाम? भुटन हो कि भुटुवा? भुटुवा हो। त्यसलाई ढाक्न केही गर्नु पर्दैन, यसै भुटे गर्ने हो। जति भुट्यो उति मिठो हुन्छ। ल हाम्रो भान्से चाहिँ यिनै हुन्। माघे सङ्क्रान्तिमा चाडबाडमा जेमा पनि खाना बनाउने भान्से। अनि भान्से हजुरको नाम के हो? अनुषा सुनार। ए अनि मासु त निकै राम्रो तरिकाले पकाउनु हुँदो रहेछ, मिठो तरिकाले पकाउनु हुँदो रहेछ। अनि कसले सिकाइदियो हजुरले यसरी पकाउन? सुसाइले। ए कहिलेबाट हो यस्तो पकाउन थाल्नु भएको? कति वर्ष भयो? कतिचोटि पकाउनु भयो अहिलेसम्म? 2 चोटि। ए चाडबाडमा दसैँमा पकाउनुहुन्छ? ए ल साह्रै मिठो पकाउनु हुँदो रहेछ हाम्रो भान्सेले।